हिजो शेरबहादुर देउवालाई स्वागत गर्नको लागि हजारौं नेपालीहरू फुलमाला बोकेर पार्टीको झण्डा बोकेर अनि टी सर्ट लगाएर जानु भएको रहेछ। यो सब के को लागि? अलिकति दिमाग छैन? विगतका दिनमा फर्केर हेर्ने हो भने भदौ 23 र 24 गतिको दिन हाम्रा धेरै नेपाली दाजुभाइहरूले ज्यान गुमाउनु भएको छ। त्यो घाउ अझै पनि आलो छ। यिनै भ्रष्टाचार नेताहरूले गर्दाखेरि हो नि त। यिनीहरूले गर्दाखेरि देश बिग्रेको हो। आज यो हालतमा छ देश। अनि तपाईहरू यसरी झोले बनेर पुरा पार्टीको झण्डा बोक्दै होइन, शेरबहादुर देउवा जिन्दाबाद भन्दै जाने हो। थुक्का झोलेहरू। अब यो झोलेपन गर्न कहिले पनि नहट्ने, अझै झोलेपन गरेर बस्ने। अनि अझ फेरि हाम्रै राजाको नाम लिएर राजाले त मलाई के गर्न सकेन, अब त कसैले पनि के गर्न सक्दैन भनेर यत्रो धम्की दिइरहेको छ। यस्तालाई अब चाहिँ सिधै जेलमा सडाउनु पर्छ क्या। अहिलेको सरकार के हेरी बसिरहेको? लगेर थप्पको लगेर थुन्न भइहाल्यो नि।